मलाई त्यो सुकुम्बासीहरूलाई ती रुवाएको पनि मन परेको छैन। मान्छेलाई धरधरी पनि कहाँ बसे, राज्यको जमिनमा नबसेका थिए, फकाइ फुल्याइ गरेर निकाल्नु पर्दैन। सुकुम्बासीलाई निकाल्दा धरधरी आँसु आयो रे? कहाँबाट? घोडाबाट बाहेक अन्तबाट आँसु आउने खालको कामै गर्नु भएको छैन त बालेन सरकारले। अनि तपाईँ काकी के भएको कस्तो टाउको चिलायो? तपाईँ काकी के हुनुभएको क्या? अस्तिसम्म त मेरो छोरा भगवान् हो, मेरो सबै छोरा मेरो बालेन त शक्तिशाली एकदम, जे गर्छ बालेनले गर्छ, देश बनाउँछ भन्नुभएको होइन त? त्यही मुखले भन्नुभएको हो त नि काकी। अहिले त अस्तिसम्म हामीले त आमा भनेर, राष्ट्रिय आमा भनेर सम्मान गरेकै हो, अब त नो। के बोल्या? छिनमा चाना छिनमा मासा, यस्तो पनि हुन्छ काकी? हुँदैन नि। व्यवस्थापन सही ठाउँमा लगाएर गरिदिनु भएको छ। फकाइ फुलाइ गर्न त्यो बच्चा हो र भर्खर जन्मेको? त्यो सुकुम्बासी भए पो फकाइ फुलाइ गर्नु काकी। ती हुकुमबासी हुन् के, त्यही भएर फकाइ फुलाइ गरेको होइन, सिधै डोजर हानिदिएको हो क्या।